नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। म विवेक हालै दुबईबाट तपाईहरुलाई सन्चै होला भन्ने म पूर्ण विश्वास लिएको छु र आज म चाहिँ एउटा इम्पोर्टेन्ट कुरा बनाइरहेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईहरुले सब्स्क्राइब गर्न सक्नुहुन्छ, लाइक्स, शेयर, कमेन्ट अनि कमेन्ट पनि गर्न सक्नुहुन्छ। र आज म चाहिँ CPR को बारेमा तपाईहरुलाई भन्न गइरहेको छु। र CPR चाहिँ के हो त हैन, यो CPR हाम्रो जीवनमा कतिको महत्त्वपूर्ण हुन्छ र CPR चाहिँ लाइफ गार्डको लागि कति महत्त्वपूर्ण छ, म सबै कुराहरु शेयर गर्न आएको छु मेरो युट्युब मार्फतबाट। र CPR भनेको चाहिँ के हो भने यसको चाहिँ इंग्लिशमा फुल फर्म हुन्छ कार्डियोपल्मोनरी रिसोसिटेसन भन्छ। योलाई चाहिँ नेपालीमा अलिकति भन्नुपर्दा चाहिँ हाम्रो मुटुको धड्कनले चाहिँ काम नगरेको अवस्था, हाम्रो मस्तिष्कले अथवा पुरै हाम्रो जीव हुन्छ नि त्यसले काम नगरेको अवस्था भन्ने गरिन्छ। र यो चाहिँ फुल अनकन्सियस भनेको बेहोस अवस्थालाई पनि मान्ने गरिन्छ र यसलाई नै हामीले CPR गर्नुपर्ने हुन्छ। र लाइफ गार्ड यदि तपाईहरु लाइफ गार्डमा आउँदै हुनुहुन्छ भने CPR एकदम महत्त्वपूर्ण छ। तपाईले CPR जान्यो भने तपाई लाइफ गार्डको लाइसेन्स सजिलै लिन सक्नुहुन्छ र CPR जान्न सक्नुहुन्न भने तपाईले लाइफ गार्डको लाइसेन्स लिन सक्नुहुन्न। र CPR चाहिँ लाइफ गार्डको लागि कति इम्पोर्टेन्ट छ भने तपाईले लाइफ गार्ड काम गरिसकेपछि थाहा हुन्छ। र त्यही यो CPR चाहिँ हाम्रो मानव जीवनमा एकदम महत्त्वपूर्ण छ किनकि यदि तपाईको दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, आफन्तहरु यदि अचानक तपाईको अगाडि बेहोस भयो भने, बेहोस भएर उठ्न सकेन भने तपाईले यो CPR गरेर चाहिँ उहाँहरुको जीवन बचाउन सक्नुहुन्छ। र त्यही भएर CPR चाहिँ हाम्रो जीवनमा एकदम महत्त्वपूर्ण छ। र त्यही कुरालाई र त्यही CPR लाई चाहिँ म तपाईहरुलाई अलिकति सजिलो हुनको लागि केही भिडियोहरु देखाउन गइरहेको छु। र छोटो भिडियो तर राम्रोसँग तपाईहरुले हेर्नु होला, कसरी गर्ने, कसरी आफ्नो बडी पोजिसनदेखि लिएर सबै हेर्न सक्नुहुन्छ। र म स्टार्ट गर्न गर्दैछु। थ्यांक यू सो मच। हुन्छ यो अनकन्सियस हैन, पुरै मान्छे चाहिँ बेहोस अवस्था छ। यस बेहोस अवस्था मान्छेलाई चाहिँ तपाईहरुले CPR कसरी दिन सकिन्छ भने म तपाईहरुलाई देखाउन गइरहेको छु। म स्टार्ट गर्छु है त ल। अब सुरुमा हातको पोजिसन यो हुन्छ अनि त्यसपछि यो राख्ने हैन, अनि यसलाई चाहिँ खुम्चाउने, त्यसपछि यो हातलाई सिधा गरेर ठ्याक्कै यहाँ मुटुको बीचमा ठ्याक्कै बीचमा राख्ने, हाम्रो बडी सिधा हुनुपर्छ। अनि त्यसपछि 30 चेस्ट कम्प्रेसर हामीले चाहिँ 30 चोटी यो मुटुको धड्कनलाई चाहिँ धकेल्नुपर्छ। जस्तो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 30 पुगिसकेपछि चाहिँ हामीले 2 चोटी सास दिनुपर्छ। अब यहाँ जाने, ठ्याक्कै पोजिसन राख्ने हैन, ओपन द एयरवे, यसलाई यसरी खुलाउनु पर्छ अनि सबै चेक गर्ने। अनि त्यसपछि हामीले चाहिँ यहाँ 2 चोटी सास दिने, 1 2 अनि कन्टिन्यू त्यसलाई नै फेरि यहाँ जाने, फेरि यहाँ गएर फेरि कन्टिन्यू 30 चोटी नै 30 चेस्ट कम्प्रेसर गर्ने जबसम्म एम्बुलेन्स यहाँ आइपुग्दैन। हामीले एम्बुलेन्स अलरेडी नै कल गरेर त्यहाँ हुन्छ, एम्बुलेन्स नआइसकेसम्म हामीले चाहिँ कन्टिन्यू CPR दिएको गर्नुपर्छ। अनि चाहिँ मान्छेहरूले हैन आफ्नो नयाँ जीवन पाउन सकिन्छ। अनि तपाईहरुले पनि यसरी नै CPR गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच।